अब हामी त्रियुगा उदयपुरको त्रियुगाबाट स्याङ्जा जन्ती जाने तयारी गर्दैछौँ। बेहुलो अन्माउन रेडी सबैजना। ठुलो बुवा ठुलो मम्मी मम्मी बुवा सबैजनाले टिको लाउने दही खुवाउने कार्यक्रम हुँदैछ। पालै पालो अब बेहुलाको दिदीले माला लाउने बेला आएछ। अब माला लाउने तयारी हुन्छ। ठुलो मम्मीले टिको लगाइदिँदै हुनुहुन्छ। बेहुलाको माइजूले पनि लगाइदिँदै हुनुहुन्छ है। दिदीले माला अब हामी दियो कलश लिएर बेहुला अन्मायौँ घरबाट। बेहुला अब नाच्न अलिकति तयारीहरू अनुहाउने बेलामा दियो। हामी देउरानी जेठानी र ज्वाइँले दिइहाल्यौँ पञ्चे बाजामा एकछिन त। मेरै नन्दलाई धेरै नाच्न रहर थियो तर के गर्नु, दियो हातमा बोकाइदिनु भयो कसले हो। एकछिन रमाइलो गऱ्यौँ। ज्वाइँ हाम्रो रमाइलो हुनुहुँदो रहेछ। अब हेर्नु है, म ज्वाइँसँग नाच्न खोजिरहेको छु तर ज्वाइँ जस्तो नाच्न म सक्दिनँ। ज्वाइँ त खतरा नाच्नुहुन्छ नि। हेर्नु है ज्वाइँको नाचाइ अब सुरु भयो। हेर्नु त्यस्तो नाच्न खोजेको म मोटाएर नसक्ने। अहिले मोटाएको छु धेरै। हाम्रो पूर्वेलीको नाच है यस्तै हुन्छ। देउरानी जेठानीले त हामीले यसपालि देवरको बिहामा धुलो उडायौँ। धुलो उदयपुरबाट स्याङ्जासम्म धुलो उडाएको। हेरौँ न हाम्रो रमाइलो के गर्दै जान्छौँ हामी भट्टराईका छोरी बुहारीले त यहाँ धुलो उडाइरहेछौँ। अब हामी गाडी चढ्न तयारी बेहुलीलाई लिएर। जन्ती यसरी हिँडेछौँ भनेर छक्क नपर्नु नि। हाम्रो जन्ती यस्तै चाहिँ हेर्दै जानु हामी कस्तो कस्तो हुँदै जान्छौँ। जन्ती यहाँबाट यस्तो बेहुलो अन्मायौँ। यस्तो रङरूपमा भन्ने मायौँ है हामीले बेहुलो चाहिँ। गाडीलाई 3 चोटि घुम्नु पर्यो। पूजा गर्दै पूजा गरेर अब गाडी चढाइयो बेहुलोलाई। हाम्रो देवर भाइ मक्क चढाइ। ठुलो बेहुलाको ठुलो भयो अलि हतार गर्नुहुन्छ कि नाच्नमा त्यति धुनुहुन्न।
कस्तो बाबा भन्नु चाइनामा गएपछि झापालीले गएर अलिकति आफ्नो अलिकति प्रभाव देखाएन भने हेप्छन् काम लागेको रहेछ भन्छन्। अनि अरू भिना चाहिँ अरू स्याङजाली भन्दा त झापाली कडा कति कडा कडा नि भोलि अब त्यहाँ एउटा गफ त फेरि आज नि भाइलाई अगाडि लगाएको हजुर अब म दाइ हुँ। अब केटी भेटिएको थिएन भाइको यहाँ जुरेको रहेछ यस्तै रमाइलो गर्दा बिहानको 7 बजे हामी अब पुग्यौँ पुतली बजार नगरपालिका पुग्यौँ हामी 7 बजे। अब होटल जान्छौँ होटलमा ड्रेस चेन्ज गर्छौँ ओर्छौँ बेहुलालाई तयार पार्छौँ। अब आज फेरि यहाँ एउटा जन्ती जानु पर्यो नि त भिरकोट नगरपालिका अरे जन्ती जानुपर्ने अब